अब त हाम्रो छोरो पनि ठुलो भयो नि है। हो नि, ठुलो भयो। अब त कक्षा 6 मा पो जान्छ त हाम्रो छोरो। अबको 7-8 वर्षपछि त हाम्रो छोरो पनि अमेरिका जान्छ नि, होइन त हजुर? ठीक भन्यौ तिमीले। मैले पनि हाम्रो छोरोलाई अमेरिका नै पठाउनु पर्ला भनेर सोचेको छु। तपाईँले थाहा पाउनुभयो त? पल्ला गरे हरि काकाले पनि छोरालाई 12 कक्षा पढाएर अमेरिका पठाएछन् नि। ए हो र? चिन्ता नगर न, हाम्रो छोरोलाई पनि 12 पास गराएर अमेरिका नै पठाउनु पर्छ। आफूलाई त त्यो दिन कहिले आउला जस्तो भइसक्यो। चिन्ता नगर न, छिट्टै आउँछ त्यो दिन। के छिट्टै आउला भन्नुभएको बाबा? के हुनु नि छोरो, तिमीलाई अमेरिका पठाउने दिन भनेको नि। मलाई अमेरिका पठाउने रे? वाउ, म त भोलि पर्सि अमेरिका जाने हो बाबु। हामी तिमीलाई उच्च शिक्षा हासिल गर्न अमेरिका पठाउन चाहन्छौ। अमेरिकामा त धेरै पो कमाइ हुन्छ रे, होइन त बाबा? त्यसै भएर त हामीले तिमीलाई अमेरिका नै पठाउने भनेको नि बाबु। पैसा पनि हुने, उच्च शिक्षा पनि हासिल हुने। हाम्रो छोरो पनि अमेरिकामा गएर पैसा कमाएर पठाएपछि त हाम्रो पनि आनन्दले बसी बसी खाने दिन आउँछ नि हजुर। ठीक भन्यौ तिमीले। 8 वर्षपछि छोरोलाई अमेरिका बिदाई गर्दैको दृश्य। 7 मा भएको एउटा छोरालाई पनि विदेश पठाइहाल्यो। अहिले त घरै पो शून्य भयो। केही पाउनु केही गुमाउनु पर्छ नि हजुर। बल्ल त हाम्रो सपना पुरा भयो भन्नुहोस् न। खै के सपना के विपना। एकछिन छोरो नदेख्दा कति धेरै याद आउँदो रहेछ। भोलि त छोरो विदेश पठाएको फोटो पोस्ट गरेर इष्टमित्र छरछिमेक सबैलाई देखाउनु पर्छ। किन गर्नु पर्यो फोटो पोस्ट? नगर्दा पनि भइहाल्छ नि। होइन, के भन्नुभएको त्यस्तो? फोटो त पोस्ट गर्नु परिहाल्छ नि। हाम्रो छोरो पनि अमेरिका गएको सबैले थाहा पाउन् न। खान नि मन लागेन मलाई त। म त लागे बजारतिर, तिमी जेसुकै गर। ल ल, म पनि किचनतिर लागे। जति सोचेर आएको थिएँ त्यति सजिलो नहुँदो रहेछ विदेशमा। भनेको जस्तो काम पाउन पनि कति गाह्रो, बल्ल पाएको काम पनि माझ्ने चम्काउने र टल्काउने। अरे मेरो जिन्दगी। हो यार, म पनि त यही सोचेर आएको। चोक्टा खान गयो कि बुढी झोलमा डुबेर मरि भने जस्तो भएछ। हेर्न यार, आफूले त घरमा ढलेको गिलास पनि उठाएको थिइन, यहाँ भने यस्तो काम गर्नु परेको छ। थुक्क कर्म। के गर्ने त साथी, यहाँ भनेपछि सबैजना मलाई हत्या गर्छन्, अनि आएपछि बल्ल थाहा पाउँछ नि यहाँको भोगाई। हो यार, एकातिर काम गर्नु, अर्कातिर पढ्नु, अनि कोठामा गएर आफै पकाएर खा, भाडा माझ, यताको मान्छेको भेदभाव, म्यानेजरको हप्काई, बाबाको यहाँ धेरै पीडा हुँदो रहेछ। हो नि, यही त भोग्न आएको हामी। हेर न, फर्केर जाऊ भने पनि के जाऊ, ठुलो सपना देखेर आइयो। आफ्नो खर्च, घरको ऋण, पामाको अभिलाषा पुरा गर्नु पर्ने नै छ। हेलो बाबा, दर्शन, के छ खबर? सन्चै हुनुहुन्छ? बाबु दर्शन, हामी यहाँ सन्चै छौँ। अनि तिमीलाई कस्तो छ नि? म पनि यहाँ ठिकै छु। कामले गर्दा अलि बढी व्यस्त हुन्छु, कुराकानी गरेर पनि त्यति भ्याइँदैन। बाबु, तिमी अमेरिका गएको पनि 5 वर्ष बितिसक्यो। तिम्रो सम्झनाले धेरै सताएको छ। बरु यसो मिलाएर घर आउँछौ कि भनेको। बाबा आमाको सम्झना मलाई पनि नआएको त कहाँ हो र? हेर्नुहोस् न, छुट्टी मिलाउन नै धेरै गाह्रो हुँदो रहेछ। त्यही पनि सकेसम्म छिटै मिलाएर आउने कोसिस गर्छु नि। खै के भन्नु बाबु, मिल्छ भने चाँडै आऊ है। ल बाबा, मेरो अफिस जाने बेला पनि भयो। आमाले पनि धेरै सोधेको छ भनिदिनु। फोन राखेँ है मैले। ल बाबु, ल, आफ्नो ख्याल राखेँ।
बाटो आज आउला छैन भोलि आउला छैन आँखा पनि टट्टाइसक्यो यो खोकीले पनि कहिले छाने होइन के भयो र भाउजू किन यसरी टोलाएर बस्नु भएको खै के भनौ नानी छोरालाई विदेश पठाएर ठुलो भुल गरिएछ फर्केर घर आउने कुरै गर्दैन यस्तै हो भाउजू विदेश गएपछि त कोहीले बाहेक अरू सबैले आफ्नो देश घर परिवार सबै भुल्छन् पो त जे भुले पनि अस्ताउँदो असक्त बाबा आमालाई चाहिँ नभुले हुन्थ्यो भनेको नि नानी के गर्नु भाउजू विदेश पठाउँदा संसारै जिते जस्तो गर्छन् छोराछोरी उतैको भएपछि पछुताउँछन् हो रहेछ नानी सबैको लैलैमा लागेर छोरालाई विदेश पठाइयो अहिले यो दिन भोग्नु परेको छ यस्तै हो भाउजू पहिल्यै विचार नपुर्याउँदा तपाईँले मात्र नभएर विदेश गएका जति छोराछोरीका बाआमा सबैले यस्तै पीडा भोग्नु परेको छ के गर्नु नानी अब त छोरोको सम्झनामा टोलाउनु बाहेक के नै गर्न सकिन्छ र रोगले पनि घर न घाटको बनायो नानी यस्तै हो भाउजू अब यो सब नियतिको खेल हो भनेर यसैमा चित्त बुझाउनै पर्छ चित्त त बुझाइकै छु नि नानी तर के गर्ने केही गर्न सकिँदैन रोगले पनि च्याप्दै ल्याइसक्यो तातो पानी तताएर दिने पनि कोही छैनन् बुढी उतिखेर चाहिँ छोरो विदेश पठाए भन्दै फुलफुल पर्दै हिँडेकी थियौ बल्ल चाल पायौ के सोची कि नानी केही पनि सोच्या छैन हजुरको पीडा देखेर पिर लाग्यो नि भाउजू ल भाउजू आफ्नो शरीरको ख्याल राख्नु म अब हिँडे है ल नानी ल आउँदै गर है हेलो आमा दर्शन भाग्यमानी भएस बाबु के छ खबर सन्चै छौ आमा म त सन्चै छु अनि हजुरलाई कस्तो छ नि स्वर पनि मलिलो सुन्छु सन्चो छैन कि क्या हो हेर न बाबु दमले च्यापिरहेको छ आज अलि धेरै गाह्रो भइरहेको छ तिम्रो बाबा पनि तिम्रो सम्झनामा लिन हुँदा उतै बित्नु भएको पनि यत्रो वर्ष भइसक्यो अनि भन त म पनि तिम्रो बाटो कहिलेसम्म हेरौँ मलाई पनि हजुरको याद त नआएको कहाँ हो र आमा अब घर किनेको ऋण अलिकति बाँकी छ अबको 2-4 महिनापछि आइहाल्छ नि आमा यसै भन्दै 10-12 वर्ष तारिसक्यौ नेपाल आउँछु भनेर कहिलेसम्म ढाट्छौ भन त होइन आमा घर किनेको ऋण पनि त तिर्नु पर्यो तिमीले अरूको मुलुकमा किनेको घर कमाएको पैसा खै हामीलाई के नै काम लागेर बाबु त्यसो नभन्नुहोस् न आमा अब म नेपाल आएर हजुरलाई पनि सँगै यही ल्याइहाल्छु नि आफूलाई यहाँ दमले निकै गाह्रो बनाइसक्यो खै बाबु तिमी आउने समयसम्म त रहन्छु जस्तो पनि लाग्दैन होइन आमा त्यस्तो नभन्नुहोस् न हजुरलाई केही पनि हुँदैन यो सब दुःख मैले हजुरको लागि त गरेको हो नि खै बाबु तिमीले गरेको दुःख कसको लागि हो मैले बुझ्नै सकिनँ ल आमा ल आफ्नो ख्याल राख्नु मेरो काममा जाने बेला पनि भयो अहिले लाग्छु ल भोलि फेरि कुरा गरौँला नि एकछिन त फोनमा नै भए पनि बोल न बाबु फोनबाटै भए पनि तिम्रो न्यार्सो मेटाउन त देऊ बाबु
हतार छ आमा, अहिले राख्छु ल, भोलि फेरि कुरा गरौँला नि। भोलि कसले देखाएको छ बाबु? बाबु मलाई सास फेर्न गाह्रो भइरहेको छ बा। आमा आमा होइन के भयो मेरो आमालाई? आमा आमा होइन के भयो मेरो आमालाई? आमा वास्तवमै काखमा भएका सन्तानलाई डलरको मोहमा परि विदेश पठाउने यस्तै यथार्थ दृश्यहरू हामी आफैले निम्त्याएका हौं। त्यसैले आफूमा भएको सिप र श्रमलाई प्रयोग गरी स्वदेशमा नै केही गर्न सकिने हुँदा विदेशी सुख शैल र पैसाको मोहमा परि आफ्नो साथ रित्तो बनाउनु हुँदैन। तसर्थ हामी सबैले आफ्ना सन्तानलाई स्वदेशमै केही गर्ने वातावरण निर्माण गर्नु अहिलेको अनिवार्य आवश्यकता हो। धन्यवाद।